ब्युटिफुल पिपल, इट्स मी सुधा, वेलकम टु माई युट्युब च्यानल। के छ हजुरको खबर? हामीहरू चाहिँ एकदम धेरै सन्चै छौँ। आज चाहिँ हामीहरू गाउँको एकदमै फेमस झर्ना जान लागेको। मसँग छ हाम्रो प्यारो स्विटी, पोकु, दिदी अथवा निरु। निरुलाई चाहिँ एकदमै अपसेट छिन् बिहानदेखि, किन हो कुन्नी निकीको नयाँ लुगा लाउन पाए एकदम खुसी छिन्। दसैँको लुगा आजदेखि लगाइछिन्। अब अर्को व्यक्तिलाई देख्न सक्नुहुनेछ, भोलि टिकाको दिन लाउने लुगा आजै लाएर फोर यता हेर्दै त, यता हेर त, दसैँको लुगा लाएर यिनीहरूले दसैँको लुगा लगाएर हिँडिसकेका छन्। अब हामीहरू जाँदैछौँ हाम्रो खोलामा। हामी के गर्छौँ, कतिको रमाइलो गर्छौँ हजुरलाई म देखाउँछु, हेर्दै गर्नुहोला अन्तिमसम्म। हामीहरूको चाहिँ यो पहिले रोडवाला बाटो थियो, अहिले चाहिँ यो बाटोहरू बन्द भएको छ। अनि त्यही भएर मेरो चाहिँ चप्पल हेर्न सक्नुहुन्छ, यस्तो खालको चप्पल लाउँछु म चाहिँ है। पोकुले यहाँ लुगा बोकेर हिँडिराखेको छिन्। पोकु चाहिँ एकदमै जङ्गङ्ग भएकी छिन् हिजोदेखि नुहाउन नपाएर। अथवा हाम्रो गाउँको मच्छरले टोक्दाखेरि यस्तो रातो रातो बनाएर टोकिदिन्छ फेरि, त्यही हो। एकदमै ढिला हिँड्छन् यिनीहरू। हिँड्नु नि भने बाटो एकदमै छ अलिअलि, यहाँबाट पनि देखिन्छ। यहाँनिर जान लागेको चाहिँ बाटो चाहिँ बाटो चाहिँ यस्तो छ है। अब पुग्नु चाहिँ एकदमै मच्छरले टोक्छ बाटोभरि, यस्तै छ। यस्तो राम्रोवाला चाहिँ बनाउनु लागेन, यसै जस्ट गाउँमा आउँदाखेरिको रमाइलो पलहरू मात्र मैले देखाएको हजुरहरूलाई। रमाइलो लाग्छ भने हेरिदिनु होला, रमाइलो लाग्दैन भने पनि हेरिदिनु होला। यस्तो छ है, यस्तो छ है, हेर्दै हेर्नुहोस् है। एकदम ठुलो ठुलो है हाम्रो वरिपरि चाहिँ, एकदमै ठुलो ठुलो पाहाडहरू चाहिँ एकदमै छ। यताबाट पनि देख्न सक्नुहुनेछ। अब दसैँ आयो, दसैँ आउँदा सँगसँगै चाहिँ हाम्रो एकदमै पुरानो धारो हो, एकदमै यो चाहिँ मुहानको धारो भन्छौँ हामीहरू चाहिँ यहाँलाई। हेर्नु एकै ठाउँमा यहाँ चाहिँ 3टा धारो बनाउनु भएको छ। अनि यहाँ अब गाउँको मान्छेहरूले एकदमै लुगाहरू धुने दसैँको के भन्छ गर्नुहुन्छ, त्यस्तै छ। पानी खाऊ, पानी, हाम्रो चिसो पानी खाएर हिँड। यो बाटो यस्तो छ है। बाटोको हालत चाहिँ अहिले हाम्रो मैदान माथि चाहिँ के भन्छ, जुगा लाग्यो, जुगा लाग्यो। तिमी नै देखाऊ, तिमीले क्र्याब खाने हो नि त। पहिले खान्थ्यो नि यसलाई त, यहाँ थियो, अब हामीले देखिसक्यौँ। एउटा के देखेको, लाइन लगाएर हेर्नको लागि एक्साइटेड छ नि। बिस्तारै हिँड है, बिस्तारो, केही छैन। सुस्नो ल, सुस्नोले पोल्ला कपाल यस्तो भएको कस्तो रहेछ। के मुख पनि नधोइ कि भ्लग बनाउँछ भन्छन् होला। अब भर्खर यस्तो राम्रो राम्रो फुल चाहिँ हाम्रोतिर पनि आउनु होला घुम्नलाई। अथवा हेर न यो जस्तो क्या, सनाइ जस्तो है। बाटो चाहिँ अब
अस्ति बाटो चाहिँ यस्तो छ अब यस्तो घाडीबाट जानुपर्छ बिस्तारै हिँड है मुटु बिस्तारै है अब चाहिँ म हात समात्नु पर्यो छुरी अगाडि जानु पर्यो ल तिमी नहुत्या भाइले नहुत्या हातमा नहुत्याउ सुजीलाई नहुत्याउ तिमी अगाडि जाऊ ट्यानहरू मन नपर्नेहरू छ नि यहाँ चाहिँ अगाडि आफ्नो प्रोटेक्सनको लागि यस्तो गरिरहेछन् सानो पुल पनि बनाइदिनु भएको छ हाम्रो लागि हाम्रो स्विटी र पोकुको लागि वाउ दिदी तरी पुल ल एक जना गरी पुल तर्नु होला म भिडियो क्लिक गर्दैछु ल है पोको कसरी तपाईँले यहीँबाट बगाएको मुटु बिस्तारै लड ल तिमी जान्छ कि म जाऊ हातले छ के म फोनको क्यामेरा सेल्यो ल है यस्ता बच्चा बच्ची लिएर आउँदाखेरि चाहिँ यस्तै हुन्छ सुजान दिला देऊ त त्यो झोला तिम्रो लुगाको झोला देऊ यो पोकले बोक्न सकिन अहिले लडायो भने के गर्नु एकछिन बोक्दैन यसमा सकिन क्या अहिले फेर्ने हो क्या यिनीहरूको हिँड अगाडि यो चाहिँ हाम्रो ढोली खोला रहेको छ यस्तो फोडा छ खोला त केही देखिरहेको छैन नि खोला है फाइनल्ली हामी चाहिँ आइपुग्न लाग्यो अब कस्तो भयो अब थोरै मात्र बाँकी चाहिँ आइपुग्न लाग्यो सो एक्साइटेड आइएम सो एक्साइटेड झर्ना हेर्नको लागि तर अहिले पानी परिरहेछ नि त त्यही भएर अहिले झर्ना चाहिँ कुला जत्र भयो अरे यहाँ कोही आउनुहुन्न हाम्रो गाउँमा सो फाइनल्ली हाम्रो डेस्टिनेसनमा आइसकेको छ हामीहरू ल आजलाई चाहिँ यहीँ हो हामी आएको अब हामी के गर्छौँ कति रमाइलो गर्छौँ म फेरि भिडियो बनाउँछु मुटु यहाँ चाहिँ माछा मारिरहेछन् भयो नि पानी पर्यो हामीहरू चाहिँ आउन नपाइ पानी परिरह होला यस्तो ठुलो पानी परिन्छ नि अब मार्नु हुन्छ मेन चाहिँ यहाँ खोला आउँछ भनेर यस्तो बाटो गर्नु पर्यो यो चाहिँ हाम्रो मुटुको टुक्री हो म छु यस्तो ठुलो पानी पर्यो क्या आउनु नपाइकन चाहिँ